Hello everyone, welcome back to my YouTube channel. र आजको यस भिडियोमा म जियो स्टेशनरी सैटेलाइट लिएर उपस्थित भएको छु. Derive an expression for the time period of the satellite revolving around the earth. So हामीले जियो स्टेशनरी सैटेलाइटको के निकाल्छौं त टाइम पिरियड निकाल्छौं जो चाहिँ अर्थको के हुन्छ अराउन्डमा रिभल्भ गरिरहेको छ. सो व्हाट इज जियो स्टेशनरी सैटेलाइट? जियो स्टेशनरी, जियो भनेको अर्थ पृथ्वी अनि स्टेशनरी भनेपछि के त कन्स्ट्यान्ट मोसनमा रहेको रोकेको मोसनमा. सो जियो स्टेशनरी सैटेलाइट आर दोज सैटेलाइट व्हिच रिभल्भ अराउन्ड द अर्थ सच दैट इट एपियर्स स्टेशनरी फ्रम एनी पोइन्ट अफ द अर्थ. भनेपछि के छ त यो जियो स्टेशनरी सैटेलाइट के हो भने अर्थको कुनै पनि पोइन्टमा हामीले त्यो सैटेलाइटलाई यदि हेर्छौं भने त्यो के देखिन्छ त रोकेको देखिन्छ, स्टेशनरी रूपमा देखिन्छ. जस्तै यो पोइन्टबाट यदि हामी यो सैटेलाइटलाई हेर्छौं भने यो पोइन्टबाट हेर्दा पनि के हुन्छ त हाम्रो सेम उसमा हुन्छ. ओके, सेम पोजिसनमा हुन्छ. यसको पोजिसन के हुन्छ चेन्ज हुँदैन, दैट इज स्टेशनरी. सो द पिरियड अफ रिभोल्युसन अफ सैटेलाइट अराउन्ड द अर्थ शुड बी सेम as that earth about it axis, that is exactly 24 hour. जस्तै अर्थलाई के हुन्छ रोटेट हुन कति टाइम लाग्छ 24 आवर लाग्छ, त्यस्तै यो स्टेशनरी सैटेलाइटको पनि के हुन्छ जियो स्टेशनरी सैटेलाइटको त्यो एक्ज्याक्ट द के त अर्थकै जति टाइम लाग्छ आफूमा उस हुनलाई रोटेट हुन जति टाइम लाग्छ त्यति नै टाइम यसको के रहेको छ त फिक्स रहेको छ. दैट इज कति रहेको छ अर्थ आफ्नो एक्सिसमा रोटेट हुन कति टाइम लाग्छ 24 आवर्स भनेपछि जियो स्टेशनरी पनि के हुन्छ त 24 आवर्स नै यसको के रहेको छ त रिभोल्युसन टाइम रहेको छ. सो लेट एम एन्ड आर, हेर्नुस् त लेट क्यापिटल एम बी द अर्थ अफ के अरे मास अफ द अर्थ एन्ड आर बी द रेडियस अफ द अर्थ रेस्पेक्टिभली. इन एडिसन अब हेर्नुस् त स्मल आर हम यहाँ सपोज गरेका छौं स्मल आर. सो यो एच के रहेको छ त अर्थबाट सैटेलाइटसम्मको जुन हाइट रहेको छ त्यो एच रहेको छ र यो आर हाम्रो रेडियस रहेको छ. दैट इज यहाँदेखि यहाँसम्म एउटा मानु रेडियस क्रिएट भयो किनभने यो पनि एउटा के त सर्कुलर पाथ बनेको छ जसले गर्दा हामी स्मल आरलाई यो सैटेलाइट र सेन्टर अर्थको सेन्टरसम्मको यदि डिस्टेन्स मान्यो भने यो एउटा रेडियस भन्छ. दैट इज यो क्यापिटल आर प्लस एच भन्छ. So r equal to small r equal to r plus h, where h is the height of the satellite moving in the orbit of the radius. यो के रहेको छ मुभिङ गरिरहेको सैटेलाइटको के रहेको छ हाइटको के रहेको छ h रहेको छ, हाइट h रहेको छ. इन order to keep the satellite moving in the orbit of constant radius r भनेपछि हरेक पोजिसनमा यसको रेडियस के रहेको छ कन्स्टान्ट रहेको छ. दैट इज स्मल आर. सो अब हामीले के थाहा छ भने ग्रेभिटेशनल फोर्स इक्वल टु सेन्ट्रिपेटल फोर्स हुन्छ यहाँ. सो ग्रेभिटेशनल फोर्सको फर्मुला के रहेको छ क्यापिटल एम बाई आर स्क्वायर. दैट इज द सेन्ट्रिपेटल फोर्सको फर्मुला के रहेको छ एफ इक्वल टु एमबी स्क्वायर बाई आर रहेको छ. सो वेयर v इज द भेलोसिटी अफ द सैटेलाइट इन द ओर्बिट. v इज द के रहेको छ भेलोसिटी अफ द सैटेलाइट. सो यहाँबाट हामीले के निकाल्छौं v निकाल्छौं. v भनेपछि हाम्रो के भयो त यहाँबाट हेर्नुस् त यो स्मल एम क्यान्सल हुन्छ, त्यस्तै एउटा आर क्यान्सल हुन्छ, यसमा एउटा आर बाँकी हुन्छ. सो यहाँबाट हामीले के निकाल्नुपर्छ v निकाल्दाखेरि हेर्नुस् त v लाई निकाल्दा जिएम बाई आर अनि यो स्क्वायर छ. सो स्क्वायर हटाउँदाखेरि यो रुट भित्र आयो. सो यहाँबाट अब हामी स्मल आर को भ्यालु यहाँ के गर्छ त प्लग गर्छ, सब्स्टिट्युट गर्छ. दैट इज आर प्लस एच अनि जिएम यहाँ के रहेको छ जिएम रहेको छ. सो यहाँबाट हामीले के स्मल जी को भ्यालु हामीले के थाहा छ भने क्यापिटल जिएम बाई आर स्क्वायर रहेको छ, क्यापिटल जिएम बाई आर स्क्वायर. सो यहाँबाट यो जिएम को भ्यालु यदि हामीले रिप्लेस गर्यो भने जीआर स्क्वायर हुन्छ, जीआर स्क्वायर. सो जिएम इक्वल टु आर स्क्वायर राख्यौँ हामीले. ओके, दैट इज भेलोसिटी अफ द के रहेको छ सैटेलाइट इक्वल टु क्यापिटल आर रुट अन्डर जी बाई आर प्लस एस. द रिक्वायर्ड एक्सप्रेसन फर द के छ यो अर्बिटल भेलोसिटी. दैट इज अर्बिटल भेलोसिटीको यो के रहेको छ त यो सैटेलाइटको अर्बिटल भेलोसिटीको यो हाम्रो यो एक्सप्रेसन रहेको छ. सो दिस इज द रिक्वायर्ड एक्सप्रेसन फर अर्बिटल भेलोसिटी. सो त्यस्तै अब हामीलाई टाइम पिरियड चाहिएको छ. सो टाइम पिरियडको एक्सप्रेसन निकाल्दाखेरि सो द टाइम पिरियड टी अफ द सैटेलाइट इज द टोटल टाइम टेकन बाई द सैटेलाइट टु कम्प्लिट वन रिभोल्युसन अराउन्ड द अर्थ. भनेपछि यो सैटेलाइटलाई कम्प्लिट
यो कम्प्लिट एक चक्कर पुरा गर्न जति टाइम लाग्छ द्याट इज द क्यापिटल टी रहेको छ। सो क्यापिटल टी इक्वल टु हाम्रो के छ फर्मुला 2π/ओमेगा। सो 2π के रहेको छ हाम्रो ओमेगा रहेको छ। अब ओमेगाको भ्यालु यहाँ हेर्नुहोस् त, ओमेगाको भ्यालु v/r द्याट इज v इक्वल टु r ओमेगा हुन्छ, r ओमेगा हुन्छ। सो यो भ्यालु यहाँ सब्स्टिट्युट गर्दा हाम्रो 2πr/v अनि त्यसपछि यो v को हाम्रो के छ फर्मुला, हाम्रो के रहेको छ हेर्नुहोस् त, v इक्वल टु gr² यो r रहेको छ द्याट इज यसलाई हामीले स्मल r मानेका छौँ r प्लस h लाई। सो r प्लस h इक्वल टु स्मल r। सो अब यो r लाई भित्र पठाउँदाखेरि यो r क्यू हुन्छ 2π/g√gr²। सो 2π अनि हेर्नुहोस् त यो भनेपछि r प्लस h को क्यू द्याट इज gr², तल चाहिँ gr² रहेको छ। सो टाइम पिरियड इक्वल टु कति भयो 2π/ यो r भित्रबाट बाहिर आयो अनि r प्लस h को क्यू बाई g√. सो दिस इज द रिक्वायर्ड एक्सप्रेसन फर द टाइम पिरियड अफ द सेटेलाइट रिभल्भिङ अराउन्ड द अर्थ। अब हामीलाई के चाहिएको छ, एप्लिकेसन अफ द जियो स्टेसनरी सेटेलाइट। जियो स्टेसनरी सेटेलाइटको एप्लिकेसन के रहेको छ, युजेज। सो यसको युजेज के रहेको छ, कम्युनिकेसनको लागि। जस्तै हामी टिभी चलाउँछौँ, टेलिफोन चलाउँछौँ, इन्टरनेट सर्भिस हामीलाई चाहिन्छ, त्यो सबै के त जियो स्टेसनरी सेटेलाइटको कारणले के हुन्छ त सञ्चालन हुन्छ। एन्ड वेदर फोरकास्टिङ, वेदर फोरकास्टिङ भनेपछि कति बेला आँधी तुफान आउँछ, कति बेला पानी पर्छ भनेपछि मौसमको पूर्व अनुमान हामीले केबाट गर्न सक्छौँ त जियो स्टेसनरी सेटेलाइटबाट। एन्ड ब्रोडकास्टिङ भनेपछि वर्ल्डभरिमा लाइभ टिभी हामी हेर्छौँ, रेडियो ट्रान्समिसन हेर्छौँ, त्यो चाहिँ के कारणले हुन्छ त जियो स्टेसनरी सेटेलाइटको। अनि डिजास्टर म्यानेजमेन्ट, डिजास्टर म्यानेजमेन्ट कति बेला कुन के अरे प्रकोपहरू चाहिँ प्राकृतिक प्रकोपहरू जस्तै अर्थ भयो होइन, त्यसको वार्निङ छ अर्थक्विकको, त्यस्तै कति बेला बाढी आउँछ, साइक्लोन आउँछ, त्यसको चाहिँ हामीले यसबाट के पाउँछ त वार्निङ पाउँछ जियो स्टेसनरी सेटेलाइटको कारणले गर्दा। सो जियो स्टेसनरी भनेपछि के छ त, जियो भनेपछि अर्थ र स्टेसनरी भनेपछि स्थिर मौसममा रहेको भनेपछि अर्थको रोटेसनसँग यो पनि रोटेट हुन्छ। द्याट इज अर्थको रोटेसन कति रहेको छ आफ्नो एक्सिसमा 24 आवर्स रहेको छ भने यो सेटेलाइटको पनि कति रहेको छ 24 नै रहेको छ। हरेक पोजिसनमा यो के द कन्स्ट्यान्ट देखिन्छ। थ्याङ्क यू।